न्युक्लियर फिजिक्स मोडर्न फिजिक्स पनि भन्छौँ। यसले 9 मार्क्स क्यारी गर्छ। क्लास 11 9 एनइबीमा आउँछ यसभित्रको पोर्सनहरूबाट। यो भनेको रिपिटेड क्वेसन हो। यो केमिस्ट्रीमा पनि आउँछ, यो फिजिक्समा पनि आउँछ। आज यो रदरफोर्ड अल्फा स्क्याटरिङ एक्सपेरिमेन्टको थोरै डिटेल छ, एक्सप्लेन भर्जन छ। ल यो एक्सपेरिमेन्ट चाहिँ अर्नेस्ट रदरफोर्ड भन्ने मान्छेले आफ्नो केही भन्छ नि अब आफ्नो त्यो टेक्निकहरूबाट अगाडि सारेको पुट टुवर्डेड हैन। यो मोडल अर्नेस्ट रदरफोर्डबाट स्टार्ट भएको अथवा फरवर्ड लिएको थियो इन 1911 है। इन 1911 1911 यो अर्नेस्ट रदरफोर्ड भन्ने मान्छेले अल्फा स्क्याटरिङ एक्सपेरिमेन्टबाट यो थ्योरीलाई उदियो हैन। यो एक्सपेरिमेन्टमा चाहिँ उसले एउटा थिन सिट लिन्छ गोल्फोइडको। अनि के भन्छ भन्दाखेरि जब यो स्क्रिनमा ठोकिन्छ, यो जेडेनएस जिङ्क सल्फाइड स्क्रिनमा ठोकिन्छ, तब यो यहाँ भएको अल्फा पार्टिकल्सहरू एउटा उबाट अल डिरेक्सनमा के हुन्छ, स्क्याटर्ड हुन्छ भन्छ। यसको पोस्टुलेट्समा छ। अब यसको पोस्टुलेट्स भन्ने चाहिँ के हो भन्दाखेरि हैन, अब यसमा चाहिँ के भन्छन् उहाँले अथवा के भनेको छ भन्ने त्यो मान्छेले हैन। यसको पोस्टुलेट्स भनेको चाहिँ फर्स्ट भनेको हैन, एउटा एटमसँग चाहिँ पोजिटिभली चार्ज न्युक्लियस हुन्छ अरे। एन एटम consist a positively charged nucleus. पोजिटिभली चार्ज न्युक्लियसलाई कन्टेन गर्छ अरे। त्यसको रेडियस भनेको कति हुन्छ, 10 को पावर 13 cm हुन्छ। द साइज अफ न्युक्लियस, अब न्युक्लियसको साइज चाहिँ एकदमै सानो हुन्छ। द साइज अफ न्युक्लियस इज भेरी स्मल एज कम्पेयर टु द साइज अफ एटम।